हेलो साथीहरू, नमस्ते सबैजनालाई। अन्त आज चाहिँ म काम गरेको देखाउँदैछु है तपाईँहरूलाई। अन्त नि साथीहरू, आमाले चाहिँ अस्ति नै भन्नुहुँदै थियो नि त घर पुस्दै ल भनेर। अन्त नि साथीहरू, त्यतिखेर चाहिँ म भ्याउँदिनँ भनेको थिएँ नि त, किनभने मेरो नानी स्कुल लानु पर्थ्यो, ल्याउनु जानु पर्थ्यो फेरि 12 बजी। अन्त छुट्टी भएको बेला पुस्दिन्छु ल भनेको थिएँ नि त आमालाई चाहिँ। अन्त आज चाहिँ शनिबार हो, अन्त आज चाहिँ म काम गर्दैछु साथीहरू। अन्त नि साथीहरू, मोटो भएपछि चाहिँ नि काम गर्नु चाहिँ पुरा साह्रो पर्छ। अनि मैले चाहिँ सबै पुसिसकेँ है। अनि अहिले चाहिँ यस्तो भएको छ। यहाँ चाहिँ सुकेको छैन। थ्याङ्क यू सो मच सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा।